हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज पनि म नयाँ ब्लगको साथ उपस्थित भइसकेको छु र आजको ब्लग चाहिँ मोमो बनाउने ब्लग रहेको छ र आज हामी चाहिँ यहाँ मोमो बनाउन गइरहेका छौँ र तपाईहरुलाई यस ब्लगमा हामी मोमो बनाएर देखाउँछौँ र हामी रमाइलो गर्नेछौँ। यो ब्लग हेरेर तपाईहरु पनि इन्जोय गर्नु होला है त। ल अब सुरु गरौँ मोमो बनाउन। अब चाहिँ हामी यो मोमोको किमाको लागि चाहिँ हामी बन्दा प्याजहरु चाहिँ ब्लेन्ड गर्न गइरहेका छौं। यसलाई फाइन एकदम मसिनो बनाएर ब्लेन्ड गर्नुपर्छ। खुर्सानीको धुलो, स्वाद अनुसारको नुन, त्यस्तै गरी बेसार, मोमो मसला, मोमो मसला चाहिँ हाम्रो मोमो चाहिँ धेरै भएको भएर अलि बढी नै हाल्नुपर्ने हुन्छ। त्यसैगरी चिकन मसला पनि हामीले यसमा चिकन मोमो भएको भएर एड गर्नुपर्ने हुन्छ। बटर पनि हालिसकिएको छ। अब चाहिँ मोमोको किमा चाहिँ मोल्न गइरहेको छु। यसलाई चाहिँ राम्रोसँग अब मोलिसकेपछि हाम्रो मोमोको लागि चाहिँ किमा रेडी हुन्छ। यो किमाको लागि चाहिँ अहिले भिडियोमा देखाए जस्तै हामीले सबै कुराहरू प्याज, बन्दा, प्याजको पात, त्यसैगरी किमा, लसुन, त्यसै अदुवा, खुर्सानी सबै कुराहरू चाहिँ यसमा चाहिँ हालिसकेका छौं र यसमा चाहिँ मसला स्वाद अनुसारको मसलाहरू पनि हामीले यसमा हालिसकेका छौं। मोमो मसला, बेसार, चिकन मसला, नुन सबै कुराहरू चाहिँ हामीले यसमा एड गरिसकेका छौं। फाइनल्ली मोमोको किमा पनि रेडी भइसकेको छ र हाम्रो मोमोको किमा चाहिँ यस्तो देखिएको छ। अब चाहिँ हामी यो किमा प्रयोग गरेर मोमो बनाउन गइरहेका छौं। यो सँगसँगै हाम्रो यता चटनी पनि रेडी भइसकेको छ र यो चटनीको लागि चाहिँ टमाटर सँगसँगै चटनीमा चाहिने सम्पूर्ण कुराहरू चाहिँ हामीले यहाँ उसिनेर रेडी बनाइसकेका छौं र अब यसलाई ब्लेन्ड गर्न मात्रै बाँकी हो र अब हामी यसलाई पनि ब्लेन्ड गर्न गइरहेका छौं र त्यो सँगसँगै हामी मोमो पनि बनाउँदै जाने छौं। अब चाहिँ हामी यस्तो मोमोको लागि सस बनाउन गइरहेका छौं र अब हामी चाहिँ यसलाई मिक्स गर्दै छौं। फाइनल्ली मोमो बनाउन सुरुवात भइसकेको छ। आजको लागि यो चाहिँ हाम्रो पहिलो मोमो र फाइनल्ली हाम्रो मोमो पनि रेडी भइसकेको छ। अब हामी चाहिँ यसलाई चाहिँ पकाउन गइरहेका छौं। फाइनल्ली हाम्रो मोमो चाहिँ रेडी भइसकेको छ पहिलो लटको लागि
र अब हामी यो निकालेर फेरि अर्को लट चाहिँ हाल्नेछौँ है त। फाइनल्ली हाम्रो मोमो रेडी भइसकेको छ पहिलो लटको लागि र अब हामी यो निकालिसकेपछि दोस्रो लट मोमो हाल्छौँ। देखो न गाइस, देखो न, देखो न, देखो न।